सो नमस्ते सबैजनालाई वेलकम टु माई अनदर भिडियो। अनि आज चाहिँ म अलिक डिफ्रेन्ट खालको भिडियो लिएर आएको छु। तपाईँहरूले हेरिसक्नुभयो होला होइन, हामी न्युजिल्यान्ड टुरको लागि गएका थियौँ। लगभग 10 दिनको लागि गएका थियौँ आउने जाने गरेर। हामी मार्च 2मा हिँडेर मार्च 12मा फर्केको थियौँ। अनि एकदम रमाइलो भयो होइन, त्यो न्युजिल्यान्ड घुमियो। अनि आज चाहिँ म कतिजनाले मलाई मेसेज पनि गरिरहनु भएको थियो भिडियो हेरेर चाहिँ, यसो कस्टहरूको कति पैसा लाग्छ, के लाग्छ, कति खर्च भयो तपाईँहरूको भनिदिनु पऱ्यो, हामीलाई पनि यसो आइडिया हुन्छ भनेर यताउता मलाई एक दुईजनाले मेसेज पनि गर्नुभएको थियो। त्यही रिजनले गर्दाखेरि म यो टुरको टोटल हाम्रो खर्च कति भयो त्यो बारेमा हल्का न्युजिल्यान्डको हामी क्राइस्ट चर्चदेखि क्विन्सटाउन 10 दिन घुम्नलाई हाम्रो कति पैसा लाग्यो भनेर टोटल खर्चको आज मैले एउटा भिडियो बनाउँदैछु होइन। अनि हल्का टुरको बारेमा भनौँ है त, टोटल टुर मैले भनिहालेँ 10 दिनको थियो होइन। अनि हामी चाहिँ क्राइस्ट चर्चबाट क्विन्सटाउन गएको थियौँ। अनि बिचमा 2-3 ठाउँ बसेको पनि थियौँ होइन। अनि क्राइस्ट चर्च गयौँ, बिचमा 2-3 ठाउँ बसेर क्विन्सटाउन गयौँ, क्विन्सटाउन 4-5 दिन बस्यौँ। अनि त्यसपछि फेरि ब्याक क्राइस्ट चर्च आयौँ, क्राइस्ट चर्च फेरि 2-3 दिन बस्यौँ, अनि अहिले एडिलेड आयौँ है त। टोटल 4-5 ठाउँ हामी एयरबिएनबी प्लस होटेल प्लस मोटेल गरेर बसेको थियौँ। अनि त्यसपछि त्यसमा गाडी लिएका थियौँ। अब फ्युलको खर्च भइहाल्यो, फुडको भयो, सिमको भयो, गिफ्टहरू ल्याइदिएका थियौँ, एक्टिभिटिजहरू गरेका थियौँ, अब फ्लाइट त भइहाल्यो होइन। त्यो टोटल खर्च कति भयो त भनेर सबै यो भिडियोमा म डिटेल्स दिनेछु। अनि अर्को कुरा पहिल्यै म भनिहाल्छु है त, न्युजिल्यान्ड इज वान अफ द मोस्ट एक्सपेन्सिभ होलिडे डेस्टिनेसन्स इन द वर्ल्ड है त। एकदमै एक्सपेन्सिभ, लगभग युरोप, अमेरिका, अब सबैतिर जताकतै कम्पेयर गर्नुहोस् एकदमै एक्सपेन्सिभ। अनि न्युजिल्यान्डमा पनि सबभन्दा एक्सपेन्सिभ टाउन सिटी लाग्यो मलाई, सिटी पनि होइन टाउनै हो त्यो, सानो होइन, एउटा होलिडे डेस्टिनेसन टाइपको, त्यो चाहिँ क्विन्सटाउन है त। एकदमै एक्सपेन्सिभ। अब यहाँ म अस्ट्रेलिया र उहाँको पेट्रोलको जस्ट एउटा इक्जाम्पल, पेट्रोलको मात्रै प्राइसको कुरा गर्ने हो भने यहाँ अब $1.65 पर लिटर हुन्छ भने त्यहाँ चाहिँ ठ्याक्कै डबल, लगभग $3 पर लिटर होइन, यस्तो हुने के। जो पनि ठ्याक्कै यहाँको, हामी अब अस्ट्रेलिया अलरेडी एक्सपेन्सिभ कन्ट्री हो नि त, त्योभन्दा ठ्याक्कै डबल प्राइसेसहरू के कुनै त्यहाँ टाउन सिटिजहरूमा चाहिँ। त्यही भएर प्राइस चाहिँ हेभी लाग्छ होइन। अब म सुरुमा फ्लाइटबाट जान्छु है त। फ्लाइट चाहिँ हामी 2 जनाको गरेर अप एन्ड डाउनको फ्लाइट हाम्रो ट्रान्जिट थियो। बिचमा जाने बेलामा सिडनी ट्रान्जिट थियो, आउने बेलामा ब्रिस्बेन ट्रान्जिट थियो। हामीले डाइरेक्ट फ्लाइट चाहिँ पाएनौँ एडिलेडबाट क्राइस्ट चर्चको लागि, अरू सिटीहरूको लागि त थियो। त्यही भएर फ्लाइटको हाम्रो टोटल एक्सपेन्सेस भयो होइन $2058, 2058 दुईजनाको लागि है त। यो टोटल खर्च मैले जति भनिरहेको छु त्यो चाहिँ 2 पर्सनको लागि है, 2 जनाको लागि हो है त। सो फ्लाइटको भयो $2058 होइन। त्यसपछि गएर हामीले यहाँको सिमको रोमिङले काम गरेन, अनि सिम लियौँ। सिमको चाहिँ हाम्रो 2 जनाको खर्च भएको थियो $92 है त। सिमको $92 खर्च भइरहेको थियो होइन। त्यसपछि गएर हामीले गयौँ र हामीले लियौँ गाडी बुक गरेको थियौँ, गाडी पिक गऱ्यौँ। गाडीको चाहिँ हामीलाई कति लाग्यो भन्दाखेरि गाडीको लाग्यो हामीलाई $1318 सबै यो। अनि अर्को कुरा जति पनि मैले यो भनिरहेको छु त्यो चाहिँ अस्ट्रेलियन डलरमा भनिरहेको छु है त। $1318 हामीलाई गाडीको लागेको थियो। अनि एयरबिएनबी प्लस होटेल प्लस मोटेल गर्दाखेरि हामी 1 2 3 4 हामी टोटल 4 ठाउँमा बसेको रहेछौँ। फर्स्टमा हामीलाई लागेको थियो $147, सेकेन्डमा लागेको थियो हामीलाई $186, थर्डमा लागेको थियो हामीलाई $1861, त्यो चाहिँ हाम्रो क्विन्सटाउनमा थियो, हामी अलिक धेरै दिन नै बसेका थियौँ। अनि फाइनली हामी आएर बसेको थियौँ क्राइस्ट चर्चमा, त्यहाँ हामीलाई लागेको थियो $372 है त। टोटल हाम्रो होटेल एन्ड मोटेलको खर्च यति थियो। त्यसपछि हामीले फ्युल हाल्यौँ, फ्युल पनि हामीले 4 ठाउँमा हालेको रहेछौँ। त्यो टोटलमा हाल्दाखेरि फ्युलको मात्रै खर्च हामीले कति अस्ट्रेलियन डलरमा कति लागेको थियो भन्दाखेरि $330 लागेको थियो है त। अनि त्यसपछि आयो फुड त अब ठाउँ ठाउँमा फुडहरू गर्नु पऱ्यो, अब पकाएर खाने कुरो भएन होलिडेमा गएपछि होइन। लगभग त्यसको लागेको थियो हामीलाई $914 है त। फुडको $914 लागेको थियो। अनि त्यसपछि हामीले गिफ्टको, अब गिफ्ट चक्लेट्सहरू यताउता साथीहरूलाई प्लस आफैलाई पनि अलिअलि लिएर आएको थियौँ होइन। त्यसको हामीलाई लागेको थियो $206 है त। अनि त्यसपछि गएर गरेका थियौँ एक्टिभिटिजहरू, डिफ्रेन्ट एक्टिभिटिजहरू गरेका थियौँ। अनि त्यसको टोटलमा हामीलाई सबै जस्तै एक्टिभिटिजहरूमा मैले अर्को इक्जाम्पल दिन्छु। हामीले त्यो केबल कार, गन्डोला भन्छ, केबल कार गरेका थियौँ। अनि त्यो रोप वे, त्यो
स्विङहरू गरेका थियौँ। अनि त्यसपछि हामीले गएर त्यो ओपन 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 गन्डोला गरेका थियौँ। अनि साइट सिइङहरू गरेका थियौँ। अनि त्यसपछि अरू अरू पनि गरेका थियौँ। त्यो गर्दाखेरि हाम्रो टोटल खर्च भएको थियो $812 है त, एक्टिभिटिजको लागि त्यो भएको थियो होइन। ल प्रिटी मच मैले सबै कुराहरू इन्क्लुड गरेँ होला होइन। अनि टोटलमा हाम्रो टोटल सबै जोडेर हाम्रो न्युजिल्यान्डको 2 जनाको लागि खर्च कति आयो भन्दाखेरि $8,302 आएको थियो है त, एकदम एक्सपेन्सिभ। अनि पर पर्सन लगभग तपाईँको $4,150 जति भयो होइन। अनि यो चाहिँ 10 दिनको खर्च है त। ल यदि तपाईँहरू पनि न्युजिल्यान्ड अथवा कतै घुम्न जाँदै हुनुहुन्छ भने अब न्युजिल्यान्डको हाम्रो यो चाहिँ साउथ आइल्यान्डको खर्च भयो होइन। यदि घुम्न जाँदै हुनुहुन्छ भने यति चाहिँ एक्सपेक्ट गर्नु होला होइन। यो पनि हामीले त्यस्तै हेभी अब खतरा खालको होटेलहरू बुक गरे भए योभन्दा नि बढ्न जान्थ्यो होला होइन। अनि हामीले अर्को एक्टिभिटिजहरू पनि लिमिटेडै गरेका थियौँ। त्यो टोटल भयो एकदमै धेरै एक्टिभिटिजहरू गर्ने ठाउँ रहेछ त्यो चाहिँ। अनि त्यो भयोभरको एक्टिभिटिजहरू गरेको पनि होइन। अनि त्यो रिजनले गर्दाखेरि पनि हामीलाई एक्टिभिटिजहरूको अलिकति कम आएको। कममा त के भन्नु, $812 अस्ट्रेलियन डलर छ होइन। तर हामीले सबै एक्टिभिटिजहरू गर्न थाले भए योभन्दा पनि धेरै आउँथ्यो क्या। त्यही भएर हाम्रो 10 दिनको न्युजिल्यान्डको साउथ आइल्यान्डको खर्च $8,302 फर 2 पर्सन है त, 2 जनाको यति आएको थियो। एकजनाको लगभग 4,150 जति भयो। ल यदि तपाईँहरू पनि न्युजिल्यान्डको टुरको प्रिपरेसनमा हुनुहुन्छ, जाँदै हुनुहुन्छ भने चाहिँ यो आई होप यो तपाईँहरूलाई यो डिटेल्सहरू हेल्पफुल भयो होला होइन। ल थ्याङ्क यू फर वाचिङ। अनि नेक्स्ट भिडियोमा भेटौँला है त, नमस्ते।